नमस्ते अनि वेलकम ब्याक टिल टुडे है। आज चाहिँ मिमी पार्टी हुँदैछ यहाँनिर। यहाँ 11 नम्बरले पार्टी दिँदैछ है। एकदम सस्तो रहेछ मिमी चाहिँ कि कति रुपियाँको 7 रुपिस कोटा हेर्नुहोस् होला। यस्तो पाराले चाहिँ खायो भने चाहिँ लु हामी एकदम चुर्लुमै डुब्छौँ है। मिमी चाहिँ एक हातले हो यस्तो जङ्गल बाटोमै हामी दुईजना खाल्छौँ हो। जङ्गल बाटोमा चलेको समस्या भयो त यसलाई चाहिँ यहाँ राख्नुपर्छ हौ। टेक्निक पनि चलाउनुपर्छ केटा हो। टेक्निक चलाएन भने त साह्रो परिहाल्छ नि। त्यही हो यो चाहिँ एकदम लोकल तरिका के भिडियो गर्ने पनि तरिका हुनु पऱ्यो नि त अलिक। अम्बो यसरी खानुपर्छ केटा हो। बास भइहाल्यो अब चाहिँ अब भयो हो। अब एक हात छैन यसरी हातमा खनाउनु मिलेन। हजुर हल्का टेक्निक यस्तो पनि टेक्निक छ है फेरि। यसरी साथी हो यसरी खानुपर्छ है यसरी। यहाँ बल पनि पाएको हामीले माथि हो पाएको भन्नु भएन नि साथीले गिफ्ट दिएको कि गाइस। अब तल भेट्यौँ अलिक तल अलिक लामो बाटो छ कि यो तल देख्नु हुँदैछ होला यो बाटो यो यताको यो मुनि त्यहाँ पुगेर तल रोडमा अब भेट्यौँ गाइस। ल गाइसहरू तल हेर्नु सक्नुहुन्छ तपाईँले स्कुटी सिक्दै गरेको है। आन्टीले सिक्नु हुँदो रहेछ हो। केटाहरू चाहिँ कहिले सिक्ने हेर्नु हेर आन्टीले यस्तो अफ रोडिङ कुदाउँदैछ। केटाहरू चाहिँ कहिले कुदाउने हो केटाहरू त्यस्तो यस्तो बाटो त कुदाउनु सक्दैन। यस्तो बाटो कुदाउनु सक्दैन। यस्तो यो मुनिको सर्टकट झन् कहिले कुदाउने। हेर आन्टीले यस्तो सर्टकटमा सिक्दैछ। केटा हो लु सिक सानो सानो 3 स्टर्न भयो भने लु आइपुग्यो गाइस है। अलिक तल यहाँ गोकको के पो भन्छ यहाँ तपाईँ अप्पर गोक आइपुग्यो माथिदेखि है। मेरो पुरानो स्कुल बाटो चाहिँ मजाको छ है। हामी चाहिँ हिँडेको कति घन्टा भयो आधी घन्टा छिट्टो हिँडेको नि हामी तर है। साह्रो छ जिन्दगी 5-10 भएको थियो होला माथिबाट 5-10 5:30 भयो होइन। तर ओह्रालो अलिक छिटो हुन्छ तर है। मजा छ नि है हिँडाइ चाहिँ है। हिँडाइ चाहिँ केटाहरूको यतिको हुँदो रहेछ केटा हो। बाइकमा यहाँ तल फुटबल पनि खेल्दो रहेछ कि एकछिन हल्का त्यो पनि हेरिदिउँ न होइन। कता हुँदैछ अब है फुटबल त्यहाँबाट झरौँ रन आइपुग्यो है। हेरिदिउँ न कस्तो खेल्दैछ। प्र्याक्टिस चाहिँ बब्बाले हुँदो रहेछ। प्र्याक्टिस गरेको हेरिदिउँ न अलिअलि है। यता हो हाम्रो एलके जाम रहेछ उता लौ। अँधेरो पनि हुँदैछ बिस्तारै है। पढाइदिँदो रहेछ नि त माथि मिसिन हल्का सिन हेरिदिएको कि खतरनाक खेल्दैछ खतरनाक। ट्रेनिङ गराल चाहिँ साथीको हो नि त ओह्रालो किनेको छ भिजन स्कुल ल। भिजन स्कुल पनि यहाँ रहेछ नि त ओह्रालो हिँड्दा आज हत्तु भइसक्यो। सर्टकट हामी हिँडेको कति 1 घन्टा भइसक्यो तर पनि साथीको घर आएको छैन हो। हिँडेको यहाँनिर ढुङ्गा रहेछ हो झन्डै मऱ्यो हो। भ्लगिङ गर्नु चाहिँ सजिलो छैन केटा हो सजिलो छैन। आज चाहिँ एकदमै के भन्नु एकदम लामो हिँडाइ भयो क्या लाइफमा फर्स्ट टाइम यति ज्यादा लङ राइड होइन लङ टुर जानु आँटेको छौँ होइन। हामी कहाँनिर भयो त्यो दिनको चाहिँ अब फिक्स भएको छैन दिनबाट चाहिँ कहिले जान्छ हो। त्यो दिनको चाहिँ भ्लग आउँछ कहाँ पो जाने भने चाहिँ धोत्रे हाइकिङमा त्यो हाइकिङको चाहिँ तपाईँलाई भिडियो देखाउँछु नि त। त्यो दिनको लागि चाहिँ आज हामीलाई प्र्याक्टिस गरायो है। आज चाहिँ एकदम बब्बाले ज्यादा अब चाहिँ रोमनको घर आइपुग्नु आँट्यो है। रोमनकोमा निस्केर यसो प्र्याक्टिस हुन्छ होला त्यहाँ प्र्याक्टिस हुन्छ यता ग्राउन्डमा। यो रोमनकोमा निस्क्यौँ है।